हेलो वेलकम ब्याक टु माई मिनी भ्लग। आज मेरो छुट्टीको दिन दक्षिण काली मन्दिर जान लागेको। म सधैँ ढिला उठ्ने मान्छे। आज मन्दिर जाने भनेपछि त मन नलाइ नलाइ भए पनि उठ्नु परिहाल्यो होइन। त्यसपछि म फ्रेस भएर जुत्ता कपडा लाएर रेडी भएर म लागेँ दक्षिण कालीको लागि। म पहिला लगनखेल पुगेँ। लगनखेलबाट पनि सिधै दक्षिण काली मन्दिर जाने बस जाँदो रहेछ। तर म चाहिँ पहिले कालीमती जानुपर्ने। अनि कालीमती जानको लागि चाहिँ यहाँ त टेम्पो चढ्नुपर्ने। अनि म चाहिँ यहाँ फर्स्टमा टेम्पो खोज्दै हिँडिरहेको थिएँ। बल्ल तल्ल टेम्पो पाएँ र टेम्पो चढेँ। अनि टेम्पो चढिसक्यो दाइलाई चाहिँ मैले दाइ जाम ढिला छ ढिला भयो भनेर मैले दाइलाई यहाँबाट चाहिँ हिँड्न लगाएँ र मैले हिँडेपछि फाइनली म कालीमाटी पुगेँ। कालीमाटी पुगिसकेपछि यहाँ चोकमा मैले मेरो भाइको बाटो हेरिरहेको थिएँ, किनकि मेरो भाइ पनि दक्षिण काली जाँदैछ। अनि भाइ बल्ल तल्ल भाइ चाहिँ ढिला भए पनि आयो र हामी दक्षिण काली जाने बसमा बस्यौँ। अनि त्यसपछि आफ्नै कामको कुरा गर्दै गर्दै गएको। दक्षिण काली आएको थाहै भएन। दक्षिण काली कस्तो थियो तर त्यो त थाहा थिएन। तर त्यहाँको रोडहरू चाहिँ एकदमै राम्रो थियो होइन, एकदमै मन पऱ्यो मलाई चाहिँ। अनि हामी चाहिँ त्यहाँ दक्षिण काली फर्स्टचोटि गएको, हामीलाई थाहा थिएन। हामी त्यहाँ मान्छेहरूसँग सोध्दै गइरहेको थियौँ र कहाँनिर छ भनेर। अनि त्यहाँ पर छ भनेर भन्दै हुनुहुन्थ्यो र हामी पर गएर हेर्दाखेरि त्यो दक्षिण काली चाहिँ नसोचेकै ठाउँमा रहेछ। एकदम खोला टाइपमा रहेछ र त्यहाँ सिडी तल मुनि सिडी चढ्नु पर्दो रहेछ र हामी फाइनली हामीले चाहिँ दक्षिण काली दर्शन पनि गऱ्यौँ। हामी चाहिँ यो घन्टीहरू बजाएर रमाइलो इन्जोय गरिरहेको थियौँ दुई भाइले चाहिँ। त्यसपछि हामी दक्षिण काली माता दर्शन गर्न चाहिँ माथि उकालो चढ्नु पर्ने डाँडामा रहेछ दक्षिण काली माता चाहिँ। अनि हामी चाहिँ दक्षिण काली माता दर्शन गर्न चाहिँ उकालो लाग्यौँ। त्यहाँ चाहिँ दक्षिण काली माता दर्शन गर्न हामी पुग्ने एकदम गाह्रो भयो हामीलाई चाहिँ, किनकि हामी भित्रै उभिएर बसेर किचनमा काम गरेको मान्छे। एकदम उकालो सिधी हिँड्दा चाहिँ एकदम गाह्रो भइरहेको थियो, थकान महसुस भइरहेको थियो होइन। फाइनली हामी चाहिँ दक्षिण काली चाहिँ पुग्यौँ। दक्षिण काली माताको चाहिँ दर्शन गऱ्यौँ डाँडामा चाहिँ। अनि त्यहाँ चाहिँ फोटो खिच्न भिडियो खिच्न चाहिँ पाइँदो रहेछ। त्यहाँ चाहिँ एकदमै राम्रो छ। त्यहाँको चाहिँ दृश्य एकदम भ्यू चाहिँ त्यहाँदेखि एकदम राम्रो देखिन्छ। यदि तपाईँ दक्षिण काली जान चाहनुहुन्छ एकदम सस्तो, एकदम राम्रो, एकदम छिटो पनि जान सक्नुहुन्छ।